आज चाहिँ मेरो आमाको एक छाकी हो। आज एक छाकीको दिन चाहिँ हामीले यसरी केस काटेर उपास बस्नुपर्ने हुन्छ केही नखाइकन। केस काट्नुको लागि चाहिँ मेरो भाइ आइदिनु भएको छ र भोलि चाहिँ श्राद्ध हो आमाको। म चाहिँ खुट्टा भाँचेर अहिले यो अवस्थामा छु, बाइकबाट लडेर खुट्टा भाँचेर चाहिँ एकदमै यो अवस्थामा छु है। यहाँसम्म चाहिँ मलाई मेरो मिसेसले मेरो भाइले बोकेर ल्याउनु भयो, ल्याएर यहाँ चेयरमा राखिदिनु भयो र अब मेरो भाइले चाहिँ केस काटिदिनु हुँदैछ। आज चाहिँ यहाँ मेरो दादाको एक छाकी है, मेरो बडीको भोलि चाहिँ श्राद्ध हो। आज चाहिँ एक छाकी। अब सधैँ एक छाकीको दिन चाहिँ हामी दाजुभाइ पालै पिलो केस काट्ने गर्छौँ। मेरो केस यहाँले काटिदिन्छ है, उहाँको एक छाकी म काट्छु। भोलि बडीको एक श्राद्ध, आज म केस काट्नु आएको छु। त्यही माथि मेरो दादा चाहिँ आज के अब अहिले भाँचेको कति दिन भयो? 15-16 दिन भयो। खुट्टा भाँचेर अब अवस्था चाहिँ यस्तो छ है, धेरै अप्ठ्यारो छ। खुट्टा भाँचे पनि अब पितृ कार्य होइन, उहिलेदेखि अब चलिआएको हाम्रो हिन्दू धर्ममा त्यो त अब बिर्सिनु हुँदैन, भर त पाइँदैन। तर पनि उहाँले अब खुट्टा भाँचिरहेछ, धेरै अप्ठ्यारो छ, अप्ठ्यारो एकदम अप्ठ्यारो। एक छाकी बस्नु पर्यो। अब भोलि कसरी पिण्ड चढाउने हो त्यो पनि टेन्सन है। अब दुःखै हुन्छ, अलिकति असुविधै हुन्छ दादालाई चाहिँ। अब फेरि बडाको पनि आइपुग्छ नि दादा, बडाको नोभेम्बरमा हो। टुपी चाहिँ खतरै थियो, तर कति महिना भयो? 6-7 महिना भयो। 6-7 महिनाको टुपी यो चाहिँ हाम्रो चाहिँ अब सकेको छ, केसै सकेको छ। यस्तो त अब हुन्छ भने आफ नगर्दा हुन्छ हो, केसै सकेको छ होइन। अब यता नि दारी हेर्नु नि, दारी अब यो काट्नु पनि मन लाग्दैन हेर्दा चाहिँ। अब यस्तो राम्रो दारी छ कि आफ्नो त छैन, थ्यामै आउँदैन, दाइको काट्दै बस्दै। अब दाको चाहिँ तर दारी आज मैले फर्स्ट टाइम काटेको नि होइन, सेकेन्ड टाइम हो। पहिला काटेको थिएँ यहाँ काट्नु भएको दारी काट्नु, त्यही लागि तपाईँलाई नै बोलाएको आज पनि। यस्तो दामी दारी छ। फेरि दारी हेर्नुहोस् न, विराट कोहली छ नि, विराट कोहली हो, खतरा छ। फेरि त्यसलाई चाहिँ विकेट ढलेर के विकेट चाहिँ खतम भएर त बिजोग छ त। दारी चाहिँ दियोस्, तर दामी छ दाको चाहिँ, दामी आउँछ अहिले भाइले केस दारी चाहिँ राम्रो काटिदिनुहुन्छ हो। त्यसै कारणले हामीले पितृको काम गर्दा चाहिँ हाम्रो शरीरमा चोट लाग्नु हुँदैन, खुन आउनु हुँदैन। अन्त सबै अब हामी फेरि यस्तो हुन्छ, हाम्रो हिन्दू सनातन धर्मअनुसारमा आफ्नै दाजुभाइ आफ्नै काका भतिजोले काट्नुपर्ने हुन्छ हाम्रो केसदारीहरू। काकाको छोरामा चाहिँ मेरो भाइ एकदमै प्यारो मित्र भाइ, किनकि उहाँले मलाई धेरै माया गर्नुहुन्छ, हर दुःख सुखमा साथ पनि दिनुहुन्छ उहाँले चाहिँ। त्यसै कारणले अब उहाँलाई नै भन्छु म चाहिँ, उहाँले चाहिँ एकदमै राम्रो काट्नुहुन्छ, राम्रो हो भन्नुहुन्छ नि त। अन्त म चाहिँ साल उहाँलाई नै भन्छु, बोलाउँछु है। र दुःख यस्तै छ आफ्नो आफ्नो होइन। अब आफू त खुट्टा भाँचेर अहिले ओछ्यानमा छु, अब हिँड्नु सक्दिनँ। बिचराले मेरो बेडबाट बोकेर यहाँ ल्याउनु, त्यही त अहिले चाहिँ अब समस्यै छ तपाईँलाई पनि। अब तर के गर्नु, अब घरमा त पुरा गर्नै पर्छ। गाइस यतिखेर चाहिँ नुहाइ हुँदैछ हो। अब आफू नसकेपछि जिन्दगी यस्तै छ, केही छैन जिन्दगीमा। अब आज एक छाकी नुहाउनु त पर्छ, पानी चढाउनु पर्छ। 20 दिन बादमा आज नुहाइ हुँदैछ। कसले निकाल्दियो नि? जिउ चिलाएर कस्तो भएको छ, मैला पुरा छ। एकछिन घोर्छ सबैतिर। मैला
सो गाइस आज चाहिँ नुहाइधुवाइ हुँदैछ। आज एक छाकीको दिन हो। अब नुहाइधुवाइ गरेर पानी चढाइन्छ मजाले। त्यसरी मेरो प्यारो मान्छेले नुहाइदिँदैछ मलाई। अब भाँचेको टुटेको बेलामा चाहिँ हेर्नुहोस् कसरी सेवा गर्नु पर्दो रहेछ। के भन्नु अब जिन्दगी यस्तै छ। टक्कै 20 दिन बादमा आज नुहाइँदैछ। भयो पानी कसरी गर्छ? बिजनेसपछि नहुँदिन उनीहरूको दोकानको हुन्छ। दिन्छु नि अहिले होइन त्यति लोक न कामको भित्र अहिले नि आएको छैन कि यो त पुरै तल पर्छ नि आफ्नो मान्छे भनेको आफ्नै हुन्छ साथी हो। जति पनि भन होइन। बुढाबुढीमा भलै कुनै दिन खासा खिचेको होला तर परेको दिनमा त्यसरी काम आउने भने आफ्नो बुढाको लागि बुढी र बुढीको लागि बुढा नै हो। हजुरहरूले देख्न सक्नुहुँदैछ एकदम धेरै दिन बादमा नुहाउँदाखेरि जिउ पनि एकदमै फ्रेस भए जस्तो भयो। अहिले चाहिँ भएन तल चाहिँ कसरी पखाल्नु? तल पखाल्नु भयो भयो